हेलो साथीहरू, यो चाहिँ मेरो फर्स्ट भ्लग बनाउँदैछु। हजुरहरूको साथ सपोर्ट मिलोस् भन्न चाहन्छु। यदि हजुरहरूलाई मन पर्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला, साथै मलाई फलो पनि गरिदिनु होला। आज चाहिँ म चाहिँ काममा गएको भिडियो बनाएको छु। मैले टेरेसमा झाडु पोछा गरेर सिँढीमा झाडु गर्दैछु। त्यसपछि टेरेसमा पोछा लगाउँदैछु। मतलब यो घर हो, यता मान्छे रहन्छन् तर अहिले कोही पनि छैन। मैले फटाफट टेरेसमा झाडु लगाएपछि आज मैले छत धोएको होइन। त्यसपछि सिँढीमा लगाएँ। मैले झाडु चाहिँ अघि नै लगाइसकेको थिएँ तर पोछा अहिले लगाउँदैछु। फटाफट मेरो जति फटाफट काम गर्ने को हुनुहुन्छ साथीहरू, म 1 मिनेटमै फटाफट सकिदिन्छु के। यदि हजुरहरू पनि कोही हुनुहुन्छ भने भन्नु ल कमेन्टमा। एकचोटि आराम गरेँ, थाकिसकेँ नि त। भित्र पनि काम गरेको थिएँ अनि बाहिर आएर सिँढीमा झाडु पोछा गरेँ। आज चाहिँ मेरो दाँतले यति सतायो अब के चाहिँ भन्ने ला, धेरै नै सतायो गाइज। त्यसपछि मैले सिँढीमा सकेर अब आउँछु पार्किङमा। यो चाहिँ मैले चाहिँ पार्किङ धोएँ अनि यतापट्टि लिफ्टको उता पानी जान्छ भनेर पोछा लाउँछु यतातिर। त्यसपछि बेसिन पनि धोइसकेर अब फटाफट म जान्छु अफिस रुममा झाडु पोछा गर्न। झाडु चाहिँ अघि निकालिसकेको थिएँ तर पोछा लगाउनु थियो नि त। त्यसपछि म पोछा लगाउन गएँ फटाफट। उता पनि मैले पोछा लगाएर फेरि यो साइडपट्टि लगाएँ। त्यसपछि पोछा लगाइसकेपछि काम मात्रै हुन्छ साथीहरू। जति बिरामी भए पनि के गर्नु जानै पर्ने। तर यो बिरालो कस्तो लाग्छ हजुरहरूलाई भन्नुहोस् है। यो बिरालो छ नि त, यो मैले काम गरेको हेर्छ भने राम्ररी गर्छ या गर्दिनँ भनेर यसले हेर्छ कि पुरा। हेर्नु न कसरी हेरिरहेको छ। अब उता कुर्सीमा गएर बसेर मजाले हेर्छ कि यो मैले काम गरेँ। त्यसपछि मलाई रिस उठ्छ कि। त्यसपछि देख्न सक्नुहुन्छ उता मेरो गाडी भनौँ कि हेलिकप्टर भनौँ। मैले फटाफट अनि पार्किङमा मैले अघि नै धोएको थिएँ नि त। अब पार्किङमा वाइपर लगाएर पानी निकाल्दैछु पुरा। तर मेरो पार्किङ चाहिँ एकदमै ठुलो छ के। आधा घन्टा जति लाग्छ यही पार्किङमा काम गर्न। त्यसपछि यता पनि फटाफट गरेर सकाएपछि अब पोछालाई धोएर राखेँ। यो हो मेरो हेलिकप्टरमा चढेर म गएँ रुमतिर। काम खतम गरेर गएँ रुमतिर। त्यसपछि हेर्नुहोस् त मेरो गुडिया मलाई लिन आए कि रे। त्यसपछि मैले 1 केजी आँप किनेँ। हाँस्दै बुढा र छोरीसँग घर रुममा पुगेँ। त्यसपछि